ल सबैलाई भल्काबाट चाहिँ शुभ सन्ध्या। भल्का शिवकुण्ड धाम गोदावरी 9 सिहरी कैलालीको गोदावरी 9 नम्बर वडा सिहरी भन्ने ठाउँमा चाहिँ यो भल्का शिवकुण्ड धाम चाहिँ यसरी सिँगारिएको छ। विशेष गरी भोलि बिहान माघ 1 गते यहाँ चाहिँ श्रद्धालुहरू भक्तजनहरू आउने गर्दछन्। जहाँ चाहिँ पानीको स्रोत छ, जहाँ चाहिँ यहाँ नुहाउने अनि यो कुण्ड शिवकुण्ड धाम भन्छ यसलाई। उतातिर मन्दिर छ अनि उतातिर मन्दिर तर भोलिको लागि यहाँ चाहिँ पसलहरू चाहिँ रेडी भइरहेछन् त्यहाँ भोलि मेलाको लागि। उतातिर यो मन्दिर भयो, मन्दिरको एरिया उतातिर छ। यतातिर चाहिँ यो आगो बाल्ने, आगो ताप्ने, आज रातभरि यहाँ चाहिँ जगाउने, रात जगाउने होला सायद यिनीहरूको। यो चाहिँ भल्का भयो। यो चाहिँ यहाँको चाहिँ विशेष हो। तलबाट पानी आफै बुकबुक बुकबुक आउँछ अनि यही पानीमा चाहिँ नुहाउने हुन्छ भोलि। यहाँबाट यता चाहिँ यो मन्दिरको चाहिँ क्षेत्र हो। यो मन्दिर भयो, त्यहाँ चाहिँ उतातिर भल्कामा चाहिँ नुहाइसकेपछि यता आएर यो मन्दिरमा चाहिँ दर्शन गर्ने भन्ने कुरो छ। यो मन्दिर चाहिँ सरसफाइ भइरहेछ। यहाँ यो चाहिँ सिँगार्ने काम गरेका छन् साथीहरूले। त्यसपछि चाहिँ यो मन्दिरमा चाहिँ दर्शन गर्नको लागि भोलिको लागि तयारी भइरहेछ। अनि यो भोलिको तयारी विशेष मन्दिरमा भोलि पूजाआजा हुन्छ यता। साथै यो मन्दिर दर्शन गरिसकेपछि यो फोटो खिच्नको लागि चाहिँ यहाँ बनाइएको ठाउँ हो। यो पार्क भन्ने के भन्ने यसलाई। विशेष गरी यहाँ चाहिँ यसरी चाहिँ भल्का चाहिँ सजिएको छ भोलिको लागि। हजुर भोलिको लागि यसरी तयार भइरहेछ।